आज चाहिँ दिदीको हल्दी रसम हो त्यो भएर अब यहाँ ब्लगमा बुझिराख्नु होइन अब गाइस हामी जाँदैछौँ केक ल्याउनु होइन गाइस व्हाइट फरेस्ट गाइस पहिला चाहिँ राखेर आउँछौँ होइन पहिला ल गाइस बाटी टोक्न दे तरकारी ड्रोन पनि उडाउँछु के ड्रोन चाहिँ उडाउँदियो ड्रोनको तल गर्छु लालका होइ छै होली के लागि सादा व्हाइट वाला सादा बाहर के किछो के लागि व्हाइट वाला हाम्रो है तो को तो तुझा नो ओने में व्हाइट वाला ले चला अब फुवा से नहीं बात ज्यादा कर फुवा से तारा वाला मोबाइल छोड़ना फुवा से ना बेटा पहले फुवा से बात कराला फुवा से बात कराला लगाइ जानु चाहिँ केक लिन जाँदैछौँ चल अनि सोचरा वजन के ना कहि कि त साइकिल वाला मर गेल अब तो दू भाई है जेठका के चल चल ना कुछ होय छै ना को ग्रुप ना ओना न जा दे जा बिग फैन दाइ बिग फैन ए नगरा पगला गेल छै एहन केक सब न लिया मिल चले सके भाई बना दिन कर दे है अब बनाएर राख्नु हुन्छ कि बेलुका चाहिँ नि हुन्छ अर्को पनि हुन्छ 7 बजे चाहिएको बसे अस्ति के 7 बजे तिर आथे नि अगाडि अरु लेखे गर्छु हैन न लेखेका गाइस हामी चाहिँ जाँदैछ अब गाइस यहाँ के पढ्न पनि सकेको छु बेउडा बाज आज हेर्न सक्नुहुन्छ मेरे को हमरा त नाति सब लागि हमरा त बिहाइ त रोटी छौ बाका को पुरो है ताके ना बकोया खाले चढै छ बोको अरे बोको न होइ बोको मतलब बोका चल नेपाली भाषा न पढावे नेपाली पढाउनु त तुम त फेल होइए गेल बोको मामी चल गेल गाइस बोको भन्दा छ काठाले बोको हुन्छ यार कोन केक रलै कता छ व्हाइट फ्रेश रलै कति रलै त ब्ल्याक फरेस्ट कोन चाहिँ ए मजाको आन्नु छ लै सब यति त का शान्तिको गाइस एकछिनमा हजुरले सानो गले मेदेउले अपन यति बेल फेरि यो रक कस्तो लागेर मलाई लाइक शेयर कमेन्ट गर्नुलाई थ्यांक यू फर वाचिङ बाइ